Hello ma'am, good morning. I am Susila Rai. I am from Udaipur, Nepal. I am 24 years old. I am beautician. I can do manicure, pedicure, facial, hair body, hair straight, eyebrow color, threading, facial, etc. Thank you ma'am. सुशीला फाइल अलि मजाले गरौँ। यो काम हेर्दाखेरि पनि वाउ कस्तो राम्रो एकदम हात बसेको छ भन्ने फिल हुनुपर्छ कि 2 दिन सिकाएर पठाइस् तैँले भन्ने नहोस् कि लगेपछि। छिट्टो काम गर्नतिर लाग्नु ल। कर्नर कसरी भेट्ने र त्यसरी मासुको भेटिन्छ? म त भेट्दिनँ। बाहिर गयो। हामी ब्युटिसियनहरू चाहिँ कस्तो हुनुपर्छ भन्दाखेरि नि म बार भन्छु है, मैले सुरुमा सिकाउँदाखेरि तपाईँहरूलाई बच्चालाई जस्तो गरेर सिकाउँछु हो, कहिलेकाहीँ म हातै समातेर सिकाउँछु होइन। तर समयको दौडान 2 महिना बितिसक्छ, 1.5 महिना बित्छ, त्यसपछि पनि त्यसरी नै सिकाउनु पऱ्यो भने मलाई पनि रिस उठ्छ कि। भन्न खोजेको के हो भन्दाखेरि तपाईँहरूलाई सुरुमा मैले जसरी सिकाएँ बच्चालाई जस्तो सधैँभरि त्यसरी भयो भने त कसरी जिन्दगीमा उन्नति हुन्छ? तपाईँले त वहाँ गएर सर्भिस दिनुपर्छ। अनि सिक्दै गएपछि कसरी काम राम्रो छिटो सकाउने त्यो आइडिया लाएन भने त सर्भिस कसरी दिने होइन र? सधैँ बेसिक भएर बिगिनर भएर बच्चा जस्तो भएर त सर्भिस दिन सकिँदैन। अरबीले त्यसपछि जातेर देश भनेर पठाइदिन्छ। त्यस्तो भयो भने वहाँ गएपछि पनि त्यत्तिकै एक्टिभ हुनुपर्छ, त्यत्तिकै क्रिएटिभ हुनुपर्छ। अर्काको सलुनमा गएर काम गर्ने हो, आफ्नोमा होइन। छिटो कुनातिर नि भ्याउने, मासु दुईपट्टिबाट तान्ने। अलि छिटो फटाफट बिर्को नलागिरहनु न, छिटो गर्नु न।
ठुलो भएपछि राम्रो पनि देखिँदैन अनि नङभन्दा बाहिर गएपछि त छिट्टो उकिन्छ पनि। एकैचोटि माथि नथिच्नु, त्यो बुढो औँलाले एकैचोटि नथिच्ने, पहिला त्यो एकछिन टाँसिन दिने अनि मात्रै गर्ने। छिटो अलि छिटो यो त फटाफट गर्नुपर्छ सुशीला। अलि छिटो ट्याक 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 गर्नु नडराइकन, अलिकति छिटो। ट्याक ट्याक गर्नु सुशीला। सुशीला 1 मिनट भइसक्यो हामीले त्यसको भिडियो बनाएको। यसमै नबसौँ, अर्को पनि जाउँ। फटाफट गर्नुहोस् काम। तल पनि ठिक छ। प्रेस गरेर जानुपर्छ सुशीला। टुप्पोमा लक लगाउनुहोस्, अगाडि बढ्नु। मासु तान्नु। सुशीला अलि छिटो 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 फटाफट। मासु तान्ने है। अर्कोमा जाने। त्यही भएर अघि नै सबै सफा गर्नु भनेको छु। जानु न जानु, यसरी मजाले क्लिन गर्नु भनेको हुन्छ नि त, त्यही भएर।
हेलो नमस्कार नमस्कार। पार्लर सिक्ने भनेर कहाँबाट नाम के भन्नुभयो त? सुमर। हिजो फोन गर्नुभएको थियो होइन? हजुर। ऊ यहाँ अफिसमा जानु त देवेन्द्र सर, हाम्रो सुनवार बहिनीहरू आउनु भएको छ कि एडमिसन ल्याइसकेको छ। अनि साथीहरूसँग मिलेर तरकारीहरू किन्ने, नुन तेल किन्ने, यस्तै। शनिबार कति बजेदेखि सिक्नुपर्छ त्यसले? हाम्रो बिहानदेखि बेलुकासम्म हो, शनिबार छुट्टी हुन्छ। अनि तपाईँहरू यतै काठमाडौँमै बस्नुहुन्छ कि के छ? आफन्तमा कोही छन्? हजुर म बस्छु। ए यहीँ कहाँनिर? म माकलबारी बस्छु। ए नजिकै रहेछ नि त। शनिबार छुट्टी मिल्छ। तपाईँ चाहिँ छ्यामा? हजुर। ए ठुलो साको के पढ्नुहुन्छ? बहिनी। अनि त्यो गर्ने बेलामा तपाईँ पनि आउनु न मोडल भनेर। मम्मी चाहिँ आउनु भएन? दिदीको चाहिँ अलिक टाइम मिल्नु भएन, त्यही भएर। ए म त गार्जियन पनि आउनुहुन्छ कि भनेर। भाडाहरू कति हो? हाम्रो 6000 छ महिनाको। महिनाको 6000? हजुर। त्यो पार्लर सिकेको? उता बहिनीसँग कुरा गर्दै हुनुहुन्छ होला हौ सरले। पैसा अहिले नजाने भएपछि ठिकै छ, त्यो समस्या भएन। अनि अझै सिकोस् होइन, काम राम्रो गरोस्, अनि पछि बिस्तारै अप्लाई गरौँला नि त। पैसा होइन, पैसा ल्याएको छ गाडी दिनलाई आदि होइन, मैले चाहिँ पछि विदेश जानेको कुरा भनेको कि। विदेशको त अलिक बिस्तारै भन्नु ठिक छ ठिक छ। 6-7 महिना चाहिँ मजाले सिक्नु। त्यो पनि राम्रै हो, किनभने उमेर सानै छ नि त। चप्पल बाहिर खोल्नु भन नि, फेरि आउला दुध त्यही बाहिरै बस्नु। जानु जानु अगाडि गर्नु सुशीला। सुशीलाको ओठ मुख सबै सुकिसक्यो आज। 2 घन्टा हुन आँटिसक्यो फेक्नेलमा बसेको सुशीला। हात पनि छिटो सट 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 बढाउनु। छिटो छिटो गर्नु। सर्ट सर्ट जानु न, छालामा मात्रै लाउने हो कि। सर्ट जानु न, स्वात्तै त्यो अलिअलि लागेर केही हुँदैन, यताउति लगाउने चिज नलगाइकन लाउने चिज होइन नि त यो। मोबाइलहरू चलाउनु पनि अलिक कमै हुन्छ होला नि। यहाँ वाइफाई चाहिँ दिन्छौँ होइन, अब उसले के गर्छ ल अर्कोमा जानु। हामीले भन्न त भनेको हुन्छौँ, होइन, यति बजीदेखि मोबाइल चलाउन पाइँदैन, यो अब अहिले ट्रेनिङ टाइम भनेको त पाउँदैन। अनि बेलुका पनि 11 बजे म्याक्सिमम् भनेको 11 बजे हो, त्योभन्दा उता चाहिँ सुत्नै पर्छ भनेर हामीले नियम राखेको छौँ। छ्यामाले छोडेर जाने भयो भनेर घरदेखि कहिले निस्केकै छैन रे। अलिक मजाले छिटो छिटो गर्ने सुशीला। खोलिदिनु अब, नडराइकन ट्याप 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 गरिहाल्नु न, नडराइकन। ल अब पिन गर्नु, अलि माथि नै झुन्डाउनुहोस् है त्यसलाई, अलि फटाफट गर्नु त, हात मजाले फटाफट पार्नुहोस्। ल अब यताबाट सुरु गर्नु, सेट गर्न सुरु गर्नुहोस्। स्क्विज गर्नु, पहिला बटार्नु, स्क्विज गर्नु न। अब टुप्पोमा समात्नु।
भ्याकुम पनि गर्नु पर्दैन कि हल्का मात्रै गरे पुग्छ टुप्पोमा च्याप्प समातेर गर्नुहोस् हल्का हल्का मात्रै हात अलिक छिटो खाल्डोमा मात्रै गर्ने हो ल फुकाउनलाई गर्ने हो क्या यो ल अब फिजाउनुहोस् देवीको हात नलगाउनु एकछिन उसैले गर्छ स्क्विज गर्नु अब टुप्पोमा उल्टोबाट टनक्क तन्काउनु न कपाललाई कपाल चाहिँ किन त्यस्तो ग्याज्याङ म्याज्याङ भयो है ल अब फिजाउनु जरादेखि फिजाउनु कसेर जरैदेखि हल्का मात्रै धेरै होइन है भयो त्यसलाई फिजाउनुहोस् अब जरादेखि कसेर परसम्म लैजानुहोस् तलकोसँग मिलाउनु निकाल्नु त्यो चिम्टी निकाल्दा हुन्छ एउटा तल एउटा माथि बनाएको रहेछ वेबी पनि हो त्यही च्याप्दिनु त्यो तलको लेभलसँग मिलाउनु सुशीला हात अलिकति कन्फिडेन्सको साथ सार्नु त भयो अब त्यसलाई फिजाउनुहोस् नजिक भयो है त्यसरी हुन्न है सर्र गर्ने ल अब मिलाइहाल्नुहोस्
सर भयो माथि माथिको सट 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 हातले मिलाउनु धेरै नथिच्ने हल्का हातले घुमाउनु त सुशीला बिस्तारै घुमाउनु घुमाउनु अब उता घुमाउनु त सुशीला अलि माथि उठाउनु ल ब्लो ड्राईहरू फटाफट गर्नु सुशीला धेरै नखेलाउनु कति हुन्छ
माथि उठाउनु चाहिँ तल नगर्नु, कपाल तल गयो। यो 3 नम्बरको लगाउनु भएको रहेछ हजुर, यतिले मात्रै पनि काम गर्छ हो? त्यो 3 नम्बरकै हाम्रो कपाल कुन कलर छ हेर्नु त पहिला। ब्ल्याक कलर छ। त्यो कपालको कलर जुन छ त्यही लगाउने। माथि एउटा कलर, तल अर्को कलर। जस्तै हाम्रो मैले अघि तपाईँलाई एक्सप्लेन गरेँ नि, तपाईँको कपालमा कलर लाउनु पर्यो भने चाहिँ के गर्ने भनेको थिएँ नि। याद गर्नु त। यदि तपाईँको कपालमा कलर लाउनु पर्यो भने, रुट टच सेतो फुलेको छोप्नु पर्यो भने कसरी गर्ने, यही लगाइदियो भने हुन्छ। पिठर कति लामो छ त्यसको काटिदिन्छ। गिल्ला छ लामो। रोटी गल्टिन्छ। सुशीला धेरै नकोट्याउने, तपाईँको काम भइसक्यो जस्तो लाग्यो भने अगाडि बढिहाल्नु। दुध खाएन कान्छाले? खाइसक्यो। साइड कट गर्ने चट्ट लगाएर। जाने त्यसको चाहिँ साइड कट गरिहालौँ ल। अझै तपाईँले च्यात्नुपर्छ, अझै फ्याँ पार्नुपर्छ भित्रबाट। यो साइड पनि नफर्काउने हो, त्यसरी ठेल्दै 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 जाने।
त्यसो ठेल्दै ठेल्दै जानु त्यो फ्यान नपारेसम्म चाहिँ देखिँदैन नि त अब काटेर टक्क पारेर आमा बाउले जे भन्छन् जुन भन्छन् त्यही बिहा गर्छु भन्दै किनभने पहिला चाहिँ अनि राइनी लिएर आएको त अब बिस्तारै त्यसलाई च्यात्नु च्यात्नु बुढो मान्छे जस्तो देखिन थालेछ हो त्यसरी अब बिस्तारै निपर्नु दुखेछ है हो त्यसलाई तान्दै 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 च्यात्ने हो त्यसरी नै निप्पर मैले अर्को तरिकाले समाऊ भनेको त्यो टुप्पो हेर ल त्यहाँबाट काटेर बढ्नु अब त्यसलाई च्याप्पो लिएर काट्दै 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 बढ्नु अब त्यसलाई चुटाउँदै जानु न धेरै नगर्नु थाहा हुनुपर्छ तपाईँलाई कति गर्ने भनेर फेरि रगत निस्किन्छ जानु अगाडि बढ्नु अरूलाई दिँदै गर न अन्त सबैलाई दियो त्यही राख ल तिमी पनि खाँदै गर त्यता पनि साइड कट गर्ने है मासु चट्ट तानेर गइहाल्ने अगाडि बढिहाल्ने पुग्यो पुग्दैन 2 4 5वटा बाँकी नै छ अझै 2टा चाहिन्छ ए अब पुग्यो बल्ल सुशीला झप्पाझप गर्दै जाउँ न अड्क्यौँ हेर्नु त 2 मिनट त हामीलाई एउटै नङमा लाग्छ अनि 2 मिनट एउटा नङमा लाग्यो भने इनग्रोन निकाल्नु कता 10वटा नङमा 20 मिनट त त्यहीँ गयो होइन हो त्यसरी धेरै धेरै गहिरो ल सुई जानु अगाडि बढ्नु नडराइकन अब त त्यो पनि 35-36 वर्ष भइसक्यो होला अल्गो मान्छे त्यसो पर्छ कुङरुङ नै भएको छ फेरि खाँदो छ टनक्क के हो त्यसरी टुप्पोलाई चाहिँ बाहिर निकालेर है फटाफट ढिलो भयो हामी त बाफ्रे तपाईँले यसो यति ढिलो निपर चलाउनु मेरो नाति स्कुल जान्छ आउफ भयो नि मामुलाई आउफ भयो बस्छ होला नि आमा अलि भित्रसम्मै घुसाउने कस्तो आँसु आयो क्या त्यो अस्तिको दिन त हो कहिले नछोडेन अब सधैँ सँगै बस्थ्यो त जन्मेदेखिको अब बिस्तारै तान्ने मामा नै नसकिने एकछिन पनि भोकै भयो होला के भयो अब त बानी भयो नि त स्कुल त पठाउनु छालापट्टि धेरै गएको छ कति भएन मजा लाएर बस्नु एकै ठाउँमा हामी सबैतिर घुम्नु त हो त्यसरी नानीले सिलाउनु पर्ने कसले ल्याइदिएको गाउँ बेलटारबाट बुनेकै पाउँछ र अनि आफूले बुनेको रहेछ अरे अनि लिएर आएको ए किन अनि कसै नचलाउनु भएको रोलै ल्याइदिएको होइन उहाँहरूले चाहिँ किन नबुन्नु नसिलाउनु बुनिराख्ने अनि चाहिँदा सिउने के त्यस्तो पो हो रोल एउटाको दुईटाको बाँधेर बनाएर राखो झुन्डाएर राखो अनि जब चाहियो अलिक लिने त्यो बिना नगर्ने टपकोट बिना काम नगर्ने है
आज त निसा ऊ त्यो डमेज हिट्नु त म तपाईँलाई मेसी बन बनाउनु सिकाउँछु त्यसलाई कर्ली गर्दै गर्नु त बिरालोलाई टाउको लगिदिनुपर्छ लगिदिएको थियो त अस्ति त्यो तलको मासु खुट्टा घुँडाहरू मात्रै लगेको छ नि कहाँ टाउकै लगेको छ नि टाउको छैन घुँडा घुँडा छाला मात्रै लगेको छ अस्ति भर्खर लगेको अहिले 1 केजी टाउको चनाएर लगेको छ अगाडि बढिहाल्ने कि एकै ठाउँमा अड्केर नबस्ने सुशीला मैले सिकाएपछि फेरि खोलेर फेरि प्र्याक्टिस गर्नु होला ल धेरै प्रेस नगर्ने सुशीला फटाफट फटाफट पलिस पुगेन भने लिने है पलिसलाई धेरै बेर वाङ्ग पनि नपार्ने अलिकति छिटो छिटो काम गर्ने सबै पलिसलाई कभर गर्ने ल त्यसमा छैन हरेक नेलमा नयाँ नेल पलिस लिने पछि खोजेर पनि त्यतातिर कतैतिर छ त्यसलाई यसरी गर्ने फर्मलाई समेत लिएर है त्यसपछि आउँदैन मलाई के साह्रो खुल्केको हो मलाई केही नसिकाएन कि जस्तै तले नापेको छु जस्तो लाग्छ होला देख्दैछु राम्रो यहाँ भिडियो बसिदिन्छ साथी भनेर यस्तो गर्न भनेको त आम्मामा है सेम्पूले धोइदिनु भएको सकिन्छ भिडियो हो लु भयो होला है मेरो त हातै देखिसक्यो दुई मिनट त भएको छैन 2 मिनटमा बनाऊँ भन्नुभएको मैला निक्ल्यो त नि हेलो 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 2 मिनट Hey. Wow.
कसको मोबाइल हो यो टाँसिसक्यो भयो है टाइट गरेकै रोकिदिए तपाईँले भनेको ठाउँमा होइन ओरपर रोकिदिए प्लस गर्नु प्लस गर्नु भिडियो गरिरहेछ मैले त उता फाल्दिएँ दसैँमा लगाऊ न तताउनु पर्छ कि अकिङ गरेको तलै घाँटी त्यही उयो गर भनेको कि गालातिर सुक्खा गरेको
तिमी आइब्रोमा आउँछन् ल पाउडर बोक्नु आसिनु होइन है खोइ त्यो कहाँ गयो हाम्रो फुच्ची तपाईँ पो भिडियो बनाउँदै हुनुहुन्छ त मलाई यो आएन गरिदिनु भन्दै ल सिक्नु पर्यो नि अरुणा हजुर उसको अनुहार देख्यो होइन अनि अब अनुहार मात्रै देखाइ नरहने यसरी अलिक परबाट अब हात देख्यो हो हजुर अनि बिस्तारै यसरी माथिबाट पनि खिच्न सकिन्छ यो उसको काम देखाउने हो नि त यहाँ आऊ त अब जस्तै 13 मिनट भयो होइन 13 सेकेन्ड 15 16 1 मिनटसम्म खिचिरहने यसरी माथिबाट पनि खिच्न सक्यो हो अनि दिदीले अब भयो नखिचिदिनु भन्यो भने चाहिँ नखिचे नि हुन्छ नभए चाहिँ यसरी 1 मिनटसम्म मैले गर्छु गर भन्छ अलि माथि ऊ त्यसो भयो यतिकोबाट धेरै हुन्छ टाढो तिमी यहाँ आउँदा आरती एउटै पार्ने है मैला छ त प्लस गरेर उतापट्टि थिचै अगाडि पनि जाने अनि त्यसपछि बाँकीको फाइल चाहिँ के गर्छ अरे त्यसले समाधान फाइल सबै हामीले हाल्ने हो हामीले मिलाउँछौँ होइन तर यो पर्मानेन्टली सोल्युसन त गर्नु पर्यो नि हाम्रो कति अरू डिमान्डहरू पनि आउँछ के गर्नु यो होइन दिउँला नि त लु कति कति मागेको लु भन्नु त यहाँ त्यो त सधैँ समस्या दिएर त भएन नि त यो केही नै छैन कि त्यत्तिकै न्यु खोजेर बसेको हेर्नु त
ल त्यो जब उजुरी त त्यो उजुरी हाल्नु ठुलो कुरा भएन कि कम्पनीको मान्छे आएर उनीहरूसँग बोलिसक्यो मेन पावरले समेत तिनीहरूलाई अब त्यो उठ्यो नि त्यहाँ फेरि प्रेस गर्ने त्यो हात यस्तो भयो कि यसरी सोर न नङको बल लगाएर सोर्ने हात अलिकति माथि उठेको छ है लक्ष्मीले पनि जान्यो लक्ष्मी फ्याल्दाखेरि अलिअलि सोर्दै फ्याल्ने ल फ्याल्दाखेरि पनि ट्याप्प ट्याप्प होइन अब यो सकियो नि त्यहीबाट फेरि लिइहाल्ने कि यस्तो उठेपछि त्यो पछाडि नफर्काउने ल व्याक्सलाई त्यो जहाँ जहाँ सकिन्छ नि होइन हो त्यसरी थिचेर नङको बलले ठिक छ अब तान लक्ष्मी यसरी हामी फ्याल्छौँ नि फ्याल्ने बेला पनि हल्का ठेल्दै फ्याल्नु ल यसरी के अरे दबाउँदै ल फ्याल्नु हो त्यसरी दबाउँदै फ्याल्ने हो त्यसरी अनि तपाईँको मजाले निस्किन्छ लक्ष्मीले जानिसकेछ तपाईँ आफैले खेलाउनु भएको हो त्यो तिम्रो पुरानो चाहिँ ए सट 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 गर्ने अब गिलो भइसक्यो नि त यो अलिकति माथिबाट अब त्यो थिचिएन नि त्यो थिच्ने त्यस्तो हुनु हुँदैन ल सुरुमै मजाले थिचेर तान्ने है फेरि गर्नु त फेरि त्यसरी प्रेस दिएर तान्ने कि अलि लामो फ्याल्दाखेरि पनि अलि लामो फ्याल्ने ल एकछिन पज गर त कान्छी अब त्यो छुट्छ क्या रौँहरू त्यो फेरि गर्ने छुटिरहेको छ सबै एकैचोटिमा निकाल्दैन यसले अर्को व्याक्स जस्तो होइन देवेन्द्र सर एकचोटि त्यो फाइलहरू फेरि सबमिट गरिदिनुहोस् न फेरि गर्नु घुँडाको माथि माथि अहिलेलाई गरिदिन्छु भन्छ अरे नि आउनुहोस् न यहीँ भिजिट गर्न आउनुहोस् न भेटौँ भन्छ अरे भिजिट गर्न आउनुहोस् भेटौँ तपाईँको यहाँ कोही हुनुहुन्छ भने पठाउनुहोस् भन्छ अरे अलिक प्रेस दिएर गर्नुपर्ने भयो यसरी 2-3 चोटि तानेपछि मात्रै निस्किन्छ है यसको रङ नभए निस्किँदैन यो ठ्याक्कै व्याक्सको पेपरभन्दा उल्टो हुन्छ पेपर हामी पछाडि फाल्छौँ यसलाई अगाडि फाल्छौँ यो अलिअलि बाँकी भएकोलाई फेरि गर्नु अट्नुहुन्छ त तानेर गर्नु त्यसरी नगर्नु ट्याप ट्याप नगर्नु बाक्लो छ त्यहाँ अलिक कसरी परसम्म तान्नु अनि कसरी तान्नु बन्द गरिदिनु त कान्छी
भने भेट्छु यार कतिचोटि तारेको के मलाई त त्यही सजिलो लाग्छ त चलाएर सानो सजिलो लाग्यो धेरै माथि जानुभयो तपाईँ नजिकै राख्नु निधारमा समातेर हो त्यसरी अझै तल राख्नुहोस् स्टिकलाई माथि गइसक्यो अहिले पनि अझै छड्के पारेर राख्नुहोस् ल स्टिक मिलाइहाल्नु त त्यो टुप्पो चाहिँ माथि आइरहेको छ भर्याङ जस्तो भयो कि सिधा राख्नु त सिधा आइब्रोसँग मिलाएर सिधा अझै पनि त्यो हेर्नु त भर्याङ जस्तो भएछ त्यो अर्को लाइनसँग जोड्नु त त्यो नजोडिएपछि तलमाथि हुन्छ भर्दै आउनुहोस् तल टुप्पोदेखि त्यहाँदेखि होइन त्यस्तो गर्ने नै होइन त्यहाँ हेर्नु त त्यो लाइनदेखि बाहिर तान्ने नै होइन कि मिस्टेकै नगर्ने हो कि यसमा चाहिँ सबैभन्दा स्टिकलाई सिधा सिधा राख्नु न है अब त्यही भएकोलाई लिएर मिलाउनुहोस्
भर्नु 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 फटाफट भर्नु। है नडराइकन सही 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 गर्नु। अनि पेपर राखिसकेपछि पेपरलाई यत्तिकै नतान्नु। ला मिस्टेक भएछ भनेर सार्ने काम गर्छौँ नि हामी, हो त्यो चाहिँ नगर्नु। छड्के समात्नु पेपरमा। अब हात अलिकति छिटो चलाउनु त। राख्ने काम पनि छिटो गरिहाल्नु, राखिहाल्नुपर्छ। फालेपछि राखिहाल्नुपर्छ, फालेपछि राखिहाल्नुपर्छ सुशीला, फर्किहाल्नुपर्छ है। अर्कोमा जानु। सुशीला थुप्लालाई काटिहाल्नु, अगाडि पनि लिएर आउनु। फालेपछि आइहाल्नुपर्छ ल सुशीला, छिट्टो आइहाल्नुपर्छ सुशीला, बसिहाल्नुपर्छ। सुशीला अझै ढिलो भयो है, फर्केपछि आइहाल्नुपर्छ है। आइहाल्नु न, बसिहाल्नु न, फ्यालेपछि बसिहाल्नु न। सुशीला बसिहाल्नु त, ढिलो भयो त्यो पेपर फ्यालेर आउने क्रम ढिलो भयो। माथि गयो सुशीला। आइहाल्नुपर्छ सुशीला। त्यो आउने काम ढिलो भयो भने तपाईँको व्याक्समा पेपर पल्टिने चान्सेस हुन्छ धेरै। अब फिङ्गरतिर गइहाल्नुहोस्। पहिला बुढी औँला सकाउनु, त्यो बुढी औँलाको जरा बुढी औँला। यस्तो होइन है सुशीला, यो यस्तो हो। ल फिङ्गरमा जानुहोस्, थोरै थोरै लिएर, एउटैले सबैलाई पुग्छ। थोरै लिनुहोस् भनेको त्यही भएर। औँला समात्ने सुशीला। जहाँ व्याक्स गर्नु, सट छिट्टो।
टेक्निक देखाउने हो कि सुशीला हो त्यसरी गुड भयो 3 चोटि मात्रै अब टुप्पोमा थोरै भयो भने त्योसँग साथीसँग लिएर गर्दा हुन्छ 3 चोटि मात्रै है सुशीला अब साथीसँग लिएर फेरि गर्नु अर्कोपट्टिसँग ठिक छ त्यसरी सही गर्दै जाँदा हुन्छ तर टुप्पोमा मात्रै गर्नु सुशीला माथि भइसक्यो सही पार्नु सुशीला फेरि झऱ्यो फेरि टुप्पोमा मात्रै सुशीला टुप्पो मात्रै हो त्यसरी भयो अब बिस्तारै राखिदिनुहोस् ल अर्को सेक्सन लिउँ गर्दासँगै गर्ने भन्दै गर्नुहोस् तर रेगुलर पलिसहरू लगाएको छैन है हजुर त्यो चाहिँ लगाएको छैन। एउटा मेनिक्योर पनि बनाउँला नि गुड मर्निङ पहिला लट्टा फुटाउने कि लट्टा भइरहेछ त्यसरी नै अघि जस्तै फेरि टुप्पोमा एकछिन गर्नु एकदम कन्फिडेन्सका साथ सुरु गरिहाल्नु न हामीले जरामा गर्छौँ नि हो त्यो पनि गर्नु नि त्यसरी ब्रसलाई उल्टो राखेर पनि मजाले अड्याउनु अडिएन त्यो भएन अडिएको सुशीला लक नलगाउनु त्यो अड्किरहेछ कपाल सुशीला पछाडि नतान्ने आफूतिर तान्ने अब माथिबाट पनि 3 चोटि भयो माथिबाट पनि भयो
असल गर्दै जानु सुशीला अब बिचसम्म गरिदिनुहोस् होइन अनि टुप्पो चाहिँ साथीसँग मिलाएर गर्ने अगाडि तान्ने है सुशीला पछाडि हानेर भयो सुशीला ठिक छ सुई गर्नु तलसम्म सुई गर्दै जानु अब माथि भइसक्यो अब तल टुप्पोमा गर्दै जानु अब सुशीला खोजमा नदिने ल हावा कपालमा दिने है भयो पनि ठिक छ यताकोसँग फेरि मिलाएर गर्नु त यताकोसँग सबै त भ्याउँदैन नि हातले बिचको लागि लिएर गर्नु न सर फेरि तल राखेर राखिदिनु खिलाउनु अझै कसरी उखालिदिनु न नछेकिदिनु न लाइट त्यही लाइटको लागि आएको लक्ष्मी हामी कसरी ठेल्नु न पछाडिबाट हातले